एका देशको कथा जस्तै भयो मेरो जिन्दगी। म, मेरा तस्बिर, मेरा यी ब्याग अनि मेरा रहरहरू। मेरी आमाले यो ब्याग पसलमा किनिदिनु भएको थियो, मैले च्यातिएको ब्याग बोकेर हिँडेँ भनेर। मेरी आमाले ह्यान्डिक्राफ्ट सिक्छु आमा भनेको कानको कुण्डल बेचेर मलाई ह्यान्डिक्राफ्ट सिकाएकी थिइन्। त्यही मौकामा म आफ्नै पसल खोल्छु, मेरी आमाले कुण्डल बेचेर मलाई सिकाएकी छिन् भनेर खाइ नखाई 2-3 घन्टाको बाटो रात बिरात हिँडेर यस ब्यागमा 1 वर्ष लगाएर 30,000 देखि 35,000 जम्मा गरेको थिएँ। त्यति बेलामा वीर हस्पिटलको जाने बाटो लिएर बेहोस भएर ढलेछु। कसैले मेरो दिदी भनेर मेरो ब्याग लिएर टाप कसेछ। आज पनि त्यो याद अझै आउँछ। त्यतिखेर मेरो ब्याग चोरिएको होइन रहेछ, मेरो सपना चोरिएको रहेछ, मेरो जिन्दगी लुटिएको रहेछ। मैले कहिले पनि पुरा गर्नै सकिनँ, धेरै कोसिस गरेँ, थचारेको थचारै भएँ र